हामी आजको वचनमा पस्नेछौँ। हामीले वचनको निम्ति प्रार्थना गरिसकेका छौँ र अहिलेको अवस्थाको बारेमा तपाईहरुलाई मैले सजगता पनि देखाइसकेको छु। अनि आजको वचन चाहिँ रोमी 1 अध्यायको 14 देखि 17 पदसम्म हो। अनि यहाँनिर चाहिँ विशेष गरी पावलले रोमीको पुस्तक 1 अध्यायको 14 पददेखि 17 पदसम्म यसरी भन्दछ कि ग्रीक होस् वा अरू असभ्य जाति, बुद्धिमान होस् वा निर्बुद्धि, म सबैको ऋणी छु। यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु। किनकि सुसमाचारसँग म शर्माउँदिन, किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो। यहाँ के भन्छ फेरि? किनकि विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो के हो? परमेश्वरको शक्ति हो। पहिले यहुदीहरूका निम्ति र अन्य जातिहरूका निम्ति पनि, किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, धर्मी चाहिँ विश्वासद्वारा नै जिउनेछ। हालेलुया। यहाँ विशेष गरी पावलले चाहिँ सुसमाचार प्रचारको बारेमा त्यति बेलाका मानिसहरूलाई अनि मण्डलीहरूलाई, रोममा बसोबास गर्दै गरेका बासिन्दाहरूलाई र अहिलेको आधुनिक आउने मण्डली र भविष्यमा आउने हाम्रो पिँढी दर पिँढी परमेश्वरको आउने नयाँ जेनेरेसनहरूको लागि पनि के भन्दैछ भने सुसमाचारको बारेमा सुसमाचार प्रचार गरिनुपर्ने विषयमा चाहिँ यहाँनिर पावलले जोड दिएको हामी देख्दछौँ। म तपाईहरूलाई यो कस्तो अवस्थामा र कहिले यो पुस्तक लेखियो भन्ने कुरो म आज भन्दिनँ। मैले धेरैचोटि तपाईहरूलाई यहाँबाट मैले पावलको विषयमा कसरी र किन र कस्तो अवस्थामा र कहिले भन्ने कुरो धेरैचोटि खुल्लाएको छु। तर आज चाहिँ हामी विशेष गरी वचनलाई मात्रै ध्यान दिनेछौँ। हामीहरूले बाइबलमा सुसमाचारको बारेमा हेर्ने हो भने सु भनेको एकदमै राम्रो है, शुभ है, एकदम राम्रो मान्नेको कुराहरू भनिन्छ। अनि खबर त भनेको सन्देश, शुभ सन्देश अथवा राम्रो खबर, एकदमै आशिषमय खबर भनेर सुसमाचारलाई चाहिँ व्याख्या गरिन्छ। अनि त्यो सुसमाचार चाहिँ तपाईँ र मैले बाइबलमा हेर्छौँ भने सम्पूर्ण बाइबलमा 66 पुस्तकमा सबैभन्दा पहिला सुसमाचार कहाँ प्रचार गरियो र कहिले गरियो र कुन कुराको विषयमा गरियो भनेर तपाईँ र मैले सुसमाचार प्रचारको विषयमा हेर्दै जाने हो भने सबैभन्दा पहिला चाहिँ बाइबलमा सुसमाचार प्रचार गरिएको चाहिँ कहाँ चाहिँ रहेछ भन्दा उत्पत्ति 3 अध्यायको 15 पदमा पनि पहिल्यै सृष्टिको सुरुवातमा नै सुसमाचार प्रचार गरिएको रहेछ। अनि त्यहाँ चाहिँ के गरेको रहेछ त भन्दाखेरि त्यो सुसमाचार चाहिँ भविष्यमा आउने स्त्रीको सन्तान अथवा वंशजको बारेमा भएको भविष्यवाणी रहेछ, जसले चाहिँ सर्पको एउटा रूप लिएको शैतान र शैतानको दुष्ट प्रभावलाई पराजित गर्नेछ वा नष्ट गर्नेछ। र यो घटनालाई चाहिँ मसीहको अथवा येशू ख्रीष्टको प्रतिज्ञाको रूपमा व्याख्या गरेको पाइन्छ र मुक्तिदाता जो मानवतालाई पाप र मृत्युबाट छुटकारा दिन आउनुहुनेछ भनी बताउँदछ। हालेलुया, हालेलुया। अनि सुसमाचार चाहिँ त्यति बेला उत्पत्ति 3:15 मा पनि प्रचार गरिएको रहेछ। के रहेछ त भन्दाखेरि सम्पूर्ण मानव जातिहरूलाई चाहिँ पापको बन्धनबाट उन्मुख पार्नको निम्ति छुटकारा दिएर मानिसहरूलाई चाहिँ मृत्युबाट जीवनमा ल्याउनु हुने उद्धार र मुक्तिदाता चाहिँ आउनुहुन्छ भनेर चाहिँ त्यहाँनिर पनि सुसमाचार प्रचार गरेको हामी देख्दछौँ। अनि तल आएर चाहिँ नयाँ नियममा येशू ख्रीष्टको स्वर्गारोहण पछाडि चाहिँ सुसमाचार प्रचार चाहिँ कहिले भयो भनेर तपाईँ र मैले हेर्ने हो भने चाहिँ प्रेरितको पुस्तकमा चाहिँ हामीले त्यहाँ हेऱ्यौँ भने पेन्टिकोस्टको आगमन है, जब चेलाहरू चाहिँ एक साथ भेला भएर प्रार्थना गर्दै थिए
त्यति बेला चाहिँ पवित्र आत्माको आगमनलाई पेन्टिकस्टको दिन भनिन्छ। जब पवित्र आत्मा चाहिँ चेलाहरू कहाँ आए अनि चेलाहरूले चाहिँ अन्य भाषाहरू बोल्न लागेर त्यहाँ विभिन्न ठाउँबाट आएका मानिसहरूको भाषामा चाहिँ बोलेर परमेश्वरको प्रशंसा गर्दै प्रचारहरू गरेको हामी त्यहाँ देख्दछौँ। ती कुराहरू चाहिँ त्यहाँको अन्य मानिसहरू भिडहरूले देख्दै गर्दाखेरि चाहिँ त्यो मानिसहरूले के भन्न लागे भने के यिनीहरू चाहिँ हिब्रू अथवा यहुदी जाति होइनन् र कसरी यिनीहरूले चाहिँ हाम्रो आफ्ना भाषाहरूमा बोलिरहेका छन्। हामी विभिन्न प्रदेशहरूबाट विभिन्न देशहरूबाट विभिन्न भाषा बोल्ने मानिसहरू आएका छौँ, तर यिनीहरू प्रत्येकले हाम्रो आफ्ना भाषाहरूबाट चाहिँ परमेश्वरको महिमा गरिरहेको अथवा बोलिरहेको छ। के यिनीहरू नयाँ दाग मतले मातेको हो त भनेर मानिसहरूले प्रश्न चिन्ह खडा गर्दै गर्दा पत्रुसले चाहिँ निर्डरताका साथ येशू ख्रीष्टको बारेमा चाहिँ बताउँदै गर्दा प्रियहरू येशू ख्रीष्टको बारेमा चाहिँ भन्दै गर्दा मानिसहरूले विश्वास गरी पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा गएर उद्धार र मुक्ति पाएको हामी देख्दछौँ। त्यति बेला सबैभन्दा पहिला विश्वास गर्नेको सङ्ख्या 3000 थियो। हालेलुया, हालेलुया। अनि यो चाहिँ दोस्रो चोटि ख्रीष्ट येशूको बारेमा येशू पछाडिको चाहिँ येशू ख्रीष्टको स्वर्गारोहण पछिको चाहिँ सुसमाचार प्रचार येशूको बारेमा बताइएको कुराहरू हो। अनि यही सुसमाचार पहिलाको सुसमाचार पनि त्यही सुसमाचार थियो प्रियहरू। हामी उत्पत्ति 3:15 हेर्छौँ र अहिले यहाँनिर पत्रुसले पेन्टिकस्टको दिनमा प्रचार गरेर 3000ले विश्वास गरेर उद्धार पाएको सुसमाचार चाहिँ एउटै सुसमाचार हो। त्यहाँ कुनै भिन्न सुसमाचार छैन। यसलाई बिब्लिकल क्यानन भनिन्छ है। यसलाई चाहिँ अङ्ग्रेजीमा बिब्लिकल क्यानन भन्छ। यो माथिको र तलको सबै कुरो एक आपसमा मिल्छ, एउटै सङ्ग्रहमा बस्छ, एक अर्कालाई सपोर्ट गरेर बस्दछ। अनि यो सुसमाचार चाहिँ के थियो? येशू ख्रीष्ट चाहिँ पापमा परेका मानिसहरूलाई, पापको दासत्वको बन्धनमा परेकाहरूलाई, पापको जन्जिरताले बाँधेकाहरूलाई, पापले चाहिँ नोकर कमारा बनाएकाहरूलाई चाहिँ येशू ख्रीष्टको चाहिँ जुन चाहिँ त्यहाँ कल्वरीको क्रुसमा चाहिँ उहाँको मृत्यु जुन उहाँलाई त्यहाँनिर क्रुसिफाइड गरियो, त्यहाँनिर उहाँलाई जब चाहिँ उहाँ क्रुसमा बलिदान गरियो अनि त्यो बलिदानको रगतले चाहिँ मानिसको पापहरू धोइ पखालिकन शुद्ध र पवित्र पारेर उहाँमा विश्वास गर्नेहरूलाई चाहिँ उद्धार र मुक्ति मिल्छ भन्ने कुराहरू थियो। हालेलुया। अनि माथिको त्यो सुसमाचार पनि त्यही हो र यहाँको सुसमाचार पनि त्यही हो र त्यस पछाडि अब आउने हरेक प्रत्येक सुसमाचार पनि यही नै हो। सुसमाचारमा कतै अदल बदल छैन प्रियहरू। सुसमाचार कहीँ पनि बदलेको छैन। सुसमाचार कहिले पनि बदलिन सक्दैन। हिजो आज सदा सर्वदा एक समान एउटै सन्देश एउटै सुसमाचार छ जहाँ येशू ख्रीष्ट प्रचारिनुहुन्छ। हालेलुया। अनि येशू ख्रीष्ट मात्र प्रचारिनुहुन्छ, येशूमा मात्र उद्धार र मुक्ति छ भन्ने कुरो सुसमाचार हो। त्यही सुसमाचार चाहिँ यहाँ पावलले रोमी 1 अध्यायको कति 14 देखि 17 को पदमा चाहिँ त्यहाँको रोमीवासी, त्यहाँका फुक्का कमरा, बुद्धि निर्बुद्धि, धनी गरिब सबैलाई सुसमाचार प्रचार गर्ने मुख्य उसको उद्देश्यहरू राख्दछ। अनि यो सुसन्देश चाहिँ यो सुसमाचार चाहिँ प्रचारिनुपर्छ, नप्रचारी हुँदैन, प्रचार गर्नैपर्छ भन्ने कुराहरूमा यहाँ पावलले बढी जोड हामी देख्दछौँ। कि प्रियहरू, म तपाईँलाई भन्न चाहन्छु, तपाईँ र मैले पढ्दै गरेको अहिलेको पदमा चाहिँ पावलले विशेष गरी हामीलाई, त्यति बेलाका मानिसहरूलाई अनि अहिलेको वर्तमानको मण्डली परिवार हामीलाई र त्यति बेलाको यो पुस्तक पढ्ने पत्र पढ्ने व्यक्तिहरूलाई र आज यो बाइबल पढ्दै गर्ने मानिसहरूलाई चाहिँ एउटै कुरो पावलले सिकाउन खोज्दछ, एउटै कुरो भन्न खोज्दछ। त्यो चाहिँ के हो भन्दाखेरि नम्बर 1 मा सबैभन्दा पहिला चाहिँ यहाँ पावलको मुख्य उद्देश्य भनेको हरेक जाति र हरेक व्यक्तिलाई सुसमाचार प्रचार गर्नु हो। हालेलुया, हालेलुया। पावलको मुख्य उद्देश्य के रहेछ? सुसमाचार प्रचार गर्नु हो। सुसमाचार भनेको बाइबलमा के रहेछ? येशू ख्रीष्टको बारेमा मानिसहरूलाई सुनाउनु हो कि येशू ख्रीष्टमा उद्धार र मुक्ति छ।
ख्रीष्ट येशूले मात्र पापबाट छुटकारा दिन सक्छ। पापको दासत्वको बन्धन हटाएर पापको जन्जिरतालाई तोडेर हामीहरूलाई स्वतन्त्रता गराउनु हुन्छ भनेर मानिसहरू कहाँ त्यो सन्देश पुर्याउनु के हो? सुसमाचार अथवा सुसन्देश हो। अनि यो चाहिँ प्रत्येक घराना, प्रत्येक व्यक्ति, प्रत्येक जाति, प्रत्येक देशमा चाहिँ पुर्याउनु चाहिँ पावलको मुख्य के हो? मुख्य उसको उद्देश्य हो। अनि यो उद्देश्य चाहिँ तपाईँ र ममा आज हुनुपर्छ प्रियहरू। किन पावलले यो उद्देश्य राखे त? किन यो यहाँ पावलले यो कुरोमा जोड दिँदैछ? मेरो आदरणीय आमा बुबा, किन पावलले सुसमाचार प्रचारिनै पर्छ, सुसमाचार सुनाउनै पर्छ र सुनिनु पर्छ र हरेक जाति, हरेक वर्गहरूको माझमा सुसमाचार नसुनाइ हुँदैन भनेर पावलले यहाँ किन जोड गर्दैछ त भन्दाखेरि, किनकि नम्बर 2 मा म तपाईलाई भन्न चाहन्छु, किनकि सुसमाचार मात्र एउटा यस्तो माध्यम हो। के अरे प्रियहरू? किनकि सुसमाचार मात्र एउटा यस्तो माध्यम हो जुन माध्यमद्वारा सबै मानिसहरूले येशू ख्रीष्टमा विश्वास गरी उद्धार प्राप्त गर्न सक्छ। हालेलुया। हेर्नुहोस् त प्रियहरू, पावलको मुख्य उद्देश्य सुसमाचार प्रचार गर्नु र उसले किन जोड दिँदैछ भन्दाखेरि सुसमाचार मात्र यस्तो एउटा माध्यम हो जो हरेक व्यक्तिहरूले त्यो सुसमाचार प्रचारिएको सुनेर विश्वास गरेर उनीहरूले उद्धार र मुक्ति पाउन सक्छ, अनन्त जीवन पाउन सक्छ। यसैले पावलले चाहिँ यो कुरोमा विशेष जोड गर्दछ। अनि तेस्रो कुरोमा चाहिँ प्रियहरू, पावलको दोस्रो मुख्य कुरो भनेको चाहिँ के हो भने प्रत्येक व्यक्तिले अनन्त जीवन प्राप्त गरोस् भनेर हो। प्रत्येक व्यक्तिले अनन्त जीवन प्राप्त गरोस्, कसै पनि नछोडियोस्। धनी, गरिब, राजा, महाराजा, नोकर, कोही पनि परमेश्वरको उद्धार र मुक्ति जो सित्तैमा मानिसहरूलाई दिनुभएको छ, एक समानुपातिक बराबर हिसाबमा दिनुभएको छ। कसैलाई धेरै, कसैलाई थोरै भनेर परमप्रभुले छुट्याउनु भएको छैन। जतिले उहाँमा विश्वास गर्छ प्रत्येकलाई समानुपातिक, समान बराबर चाहिँ उद्धार र मुक्ति दिएको छ र त्यो उद्धार र मुक्तिबाट कोही पनि वञ्चित नहोस्, नछुटोस् भनेर नै पावलले यहाँनिर जोड गर्दछ। अनि 4 मा चाहिँ प्रियहरू, 4 मा चाहिँ सुसमाचार प्रचार गर्न चाहिँ हामी मण्डलीहरूले चाहिँ लाज र शरम मान्नु हुँदैन भनेर सिकाउँदछ कि हामी मण्डली परिवारहरूले सुसमाचार प्रचार गर्नको निम्ति चाहिँ लाज र शरम मान्नु हुँदैन भनेर भन्दछ। किनभने आत्मिकपनमा मरिरहेको आत्माहरूलाई अनन्त जीवनबाट चाहिँ हामीहरूले रोक्नु हुँदैन। जब तपाईँ र म लाज र शरम मान्छौँ, जब तपाईँ र म सुसमाचार प्रचार गर्न चाहिँ वञ्चित गर्छौँ भने नि, तपाईँ र मैले सुसमाचार प्रचार गर्न चाहिँ शर्म मान्छौँ, तपाईँ र मैले सुसमाचार प्रचार गर्न मान्दैनौँ, मानिसहरूलाई येशूको बारेमा बोल्न चाहँदैनौँ भने चाहिँ नि के भइरहेको हुन्छ त यहाँ भन्दा चाहिँ आत्मिकपनमा मरिरहेको, शरीरभन्दा पनि आत्मामा मरिरहेको आत्माहरूलाई चाहिँ अनन्त जीवनमा प्रवेश गर्नको निम्ति चाहिँ तपाईँ र मैले ठुलो पर्खाल र बार लगाइरहेका हुन्छौँ प्रियहरू। यो कुरो चाहिँ हामीले बुझ्नुपर्छ। यदि हामीले सुसमाचार प्रचार गर्न लाज र शर्म मानिरहेका छौँ भने नै हामीले अन्तको दिनमा, परमेश्वरको न्यायको दिनमा हामी सबैले हिसाबहरू बुझाउनुपर्छ प्रियहरू, हिसाब हामीले दिनुपर्छ प्रियहरू। त्यसले गर्दा किन हिसाब दिनुपर्छ भन्दा तपाईँ र मैले सुसमाचार प्रचार गर्न नमानेको खातिरले, हाम्रो सुसमाचार प्रचार चाहिँ हामीले मानिसलाई दिन नचाहेको कारणले, उनीहरू चाहिँ परमेश्वरको अनन्त जीवनदेखि अलग भएको कारणले गर्दा तपाईँ र मैले यो कुराहरू चाहिँ गर्नुपर्ने हुन्छ अथवा हिसाब दिनुपर्ने हुन्छ। अब प्रियहरू, यहाँनिर तपाईँ र मैले सिक्नुपर्ने कुराहरू, मण्डलीले सिक्नुपर्ने कुराहरू के छ त भन्दाखेरि हामीले के सिक्यौँ त अहिले यहाँबाट? पावलले दिँदै गरेको शिक्षाहरूबाट पावलको ठुलो उत्कट चाहना, पावलले सबैभन्दा उसको मुख्य एउटा उसले राखेको जुन चाहिँ चाहनाहरू छ त्योबाट हामीले के सिक्यौँ त भन्दाखेरि प्रियहरू, हामी मण्डली परिवारहरूले सिक्नुपर्ने कुराहरू चाहिँ यो हो कि हरेक परिस्थितिमा हामीले भनेको हामी मण्डलीले सबैभन्दा पहिला चाहिँ सुसमाचार प्रचार गर्ने मुख्य उद्देश्य बोक्नुपर्छ। हालेलुया, हालेलुया। हामी मण्डली परिवारहरूले हरेक परिस्थितिमा, खाँचोमा होस् चाहे प्रशस्तमा होस्,
चाहे एकदमै खतरा जोखिम अवस्थामा होस्, हरेक परिस्थितिमा नो एक्सक्युज, त्यस्तो अवस्थामा पनि हामी मण्डली परिवारहरूले चाहिँ सबैभन्दा पहिला चाहिँ येशू ख्रीष्टको बारेमा मानिसहरूलाई प्रचार गर्नुपर्ने चाहिँ मुख्य उद्देश्य चाहिँ बोक्नुपर्छ भनेर भन्छ। किनभने सुसमाचारले चाहिँ मानिसमा जीवन लिएर आउँछ। हालेलुया, हालेलुया। प्रियहरू, सुसमाचारले मानिसमा जीवन लिएर आउँछ। विश्वास गर्नेको निम्ति यो परमेश्वरको धार्मिकताको शक्ति हो भनेर भन्छ। धार्मिकताको बारेमा मैले तपाईँहरूलाई धेरैचोटि भनेको छु। विश्वास गर्नेले धार्मिकता प्राप्त गर्छ भन्छ, अनि धार्मिकता नै येशू ख्रीष्ट आफै हुनुहुन्छ। हामीले यो बुझ्नुपर्ने चाहिँ प्रियहरू, धार्मिकता ख्रीष्ट येशूको चरित्र, धार्मिकता ख्रीष्ट येशूको स्वभाव, अनि धार्मिकता ख्रीष्ट येशू आफै हुनुहुन्छ। ती कुराहरू चाहिँ सुसमाचार सुन्ने व्यक्तिहरूले प्राप्त गर्छ। कसरी र किन? किनभने वचन नै परमेश्वर हुनुहुन्छ, अनि त्यहाँनिर जब त्यो प्रचार गरेको वचन नै येशू ख्रीष्ट प्रचारिएको हुन्छ, अनि वचन चाहिँ जीवित र शक्तिशाली क्रियाशील छ, अनि मानिसहरूको हृदयमा गएर त्यसले काम गर्छ र मानिसलाई पश्चाताप गर्ने हृदयहरू चाहिँ सिर्जना गर्छ र उनीहरूले येशू ख्रीष्ट नै मेरो उद्धार र मुक्तिदाता हुनुहुन्छ भन्ने कुरो स्वीकार्न लाउँछ। हालेलुया। त्यसले गर्दा मेरो आदरणीय आमा बुबा, दाजुभाइ अनि दिदीबहिनीहरू, तपाईँले बुझ्नुपर्ने कुरो चाहिँ के हो भने हाम्रो जीवनको सबैभन्दा मुख्य उद्देश्य भनेको चाहिँ सुसमाचार प्रचार गरेर मृत्युमा मरिरहेको मानिसहरूलाई चाहिँ बचाउनु हो। न कि तपाईँ र म यहाँ अगाडि आएर वचन प्रचार गर्नु, न कि यहाँ अगाडि आएर गिटार मात्रै बजाउनु, लिड गर्नु, हरेक कुराहरू गर्नु मात्र, अनि अथवा हामीहरूले चाहिँ कमाउनु, राम्रो राम्रो हुनु मात्र होइन, तर हाम्रो जीवनको उद्देश्य भनेको परमेश्वरको वचनभित्र जिउनु, परमप्रभुले खोजे अनुसार परमेश्वरको वचनको मापदण्डमा जिउनु, अनि परमेश्वरको सुसमाचार प्रचार गर्नु हो। यदि हामीले सुसमाचार प्रचार गर्दैनौँ भने चाहिँ प्रियहरू, किनभने यदि हामीले सुसमाचार प्रचार गर्दैनौँ भने एक दिन हाम्रो मण्डलीहरू, एक दिन हाम्रो परिवारहरू, एक दिन हाम्रो समाजहरू, एक दिन हाम्रो राष्ट्रहरू मरेर जानेछ। उनीहरू चाहिँ सुकेर जानेछ, उनीहरू हराएर विलुप्त भएर जानेछ। यसैले सबै हाम्रो घर घरना मण्डली समाजहरू देशलाई चाहिँ जीवित राख्नको निम्ति चाहिँ परमेश्वरको वचन, परमेश्वरको सुसमाचार चाहिँ प्रचारिनुपर्छ। हालेलुया। त्यसैले प्रियहरू, पावलले के भन्छ भने, पावलले यो पत्र पढ्ने हरेक उहाँको पाठकहरूलाई, पढ्ने व्यक्तिहरूलाई पाठक भनिन्छ, पढ्नेहरूलाई चाहिँ के भन्दछ भने सबैभन्दा मुख्य कुरो पावलले के चाहन्छ भने सुसमाचार प्रचार गर्न चाहन्छ। चाहे गरिब धनी, चाहे नीच, चाहे श्रेष्ठका होस्, चाहे अनपढ होस्, चाहे पढेको होस्, चाहे बुद्धि निर्बुद्धि, कसैले पनि सुसमाचारले भेदभाव गर्दैन। हालेलुया। परमेश्वरको उद्धार र मुक्ति सबैको निम्ति बराबर छ। परमप्रभुले कसैलाई छुट्याउनु हुन्न, यो उच्च यो नीच भन्नुहुन्न, यो बुद्धि यो निर्बुद्धि भन्नुहुन्न। सबैलाई विश्वास गर्ने प्रत्येकलाई परमेश्वरको उद्धार र मुक्ति चाहिँ समानुपातिक बराबर छ। जसले विश्वास गर्छ उसले उद्धार र मुक्ति प्राप्त गर्दछ। हालेलुया। यसै कारणले प्रियहरू, पावलले के भन्छ, सुसमाचार प्रचार गर्ने ठुलो चाहना, ठुलो उद्देश्य बोक्दछ। तर सुसमाचार प्रचार गर्नको निम्ति चाहिँ हामीले शर्माउनु हुँदैन भनेर पावलले भन्छ। किनकि म सुसमाचार प्रचार गर्न शर्माउँदिनँ, कि सुसमाचारले चाहिँ मानिसमा चाहिँ जीवन लिएर आउँछ, अनि जसले विश्वास गर्छ उसले परमेश्वरको धार्मिकता प्राप्त गर्छ अथवा येशू ख्रीष्टलाई पाउँदछ भनेर भन्छ प्रियहरू। अनि अर्को कुरो चाहिँ प्रियहरू के हो भने, हामीहरूले जब सुसमाचारहरू प्रचार गर्छौँ अनि हामी मण्डलीहरूलाई दिएको परमेश्वर प्रभु यीशु ख्रीष्टको आज्ञा पनि यही हो कि तपाईँ र म प्रत्येकलाई, आज मान्छेले के सोच्छ भने सुसमाचार प्रचार गर्ने चाहिँ मण्डलीको पास्टरको काम हो भन्छ प्रियहरू। हो, पास्टरको काम हो सुसमाचार प्रचार गर्ने। हामी यस्तो सोच बोकिरहेको छौँ भने हामी गलत, अझै पनि हामी गलत दिशातर्फ लागिरहेका छौँ। अझै पनि हामी चाहिँ परमेश्वरको वचनमा निखारिएका छैनौँ। सुसमाचार प्रचार गर्ने पास्टरको मात्र जिम्मेवार होइन। जुन मण्डली पास्टरमा मात्र भर पर्छ नि, त्यो मण्डलीमा कहिले आत्मा बढ्दैन। जुन मण्डलीले पास्टरमा मात्रै भरोसा गर्छ, पास्टरले सुसमाचार प्रचार गरिहाल्छ नि, पास्टरले गएर प्रार्थना गरिहाल्छ नि, पास्टरले वचन सुनाइहाल्छ नि भनेर पास्टरमा मात्र सबै बोझ थुपार्ने मण्डली, पास्टरको टाउकोमा मात्रै के अरे भारी बोकाउने मण्डली कहिले पनि सङ्ख्यामा बढ्दैन। त्यो मण्डलीमा धेरै मान्छे हुँदैन, 10-15-20 जना मात्रै हुन्छ। किनभने त्यो
मण्डली चाहिँ पास्टरमा मात्र भरोसा गरेको हुन्छ। हामी सबैको जिम्मेवार हो। हामी सबैले हाम्रो मित्रता, हाम्रो इष्टमित्र, हाम्रो छरछिमेकी, हाम्रो मानिसहरूलाई हामी सबैले येशू ख्रीष्टको बारेमा सुसमाचार प्रचार गर्नुपर्छ। हामीले सुसमाचार प्रचार गरेर उनीहरूलाई येशू ख्रीष्टमा बचाउनु पर्छ भनेर जुन मण्डलीले हामी सबैको जिम्मेवार हो भनेर त्यो जिम्मेवार उठाउँछ नि, त्यो मण्डली आत्माले भरेर खच्चाखच पोखै ओखै हुन्छ। हालेलुया। त्यसले गर्दा प्रियहरू, हामी सबैलाई परमेश्वरले एउटै आज्ञा दिनुभएको छ। के भन्छ भने मत्ती 28:18 र 20 चाहिँ तब येशूले तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। यसकारण जाऊ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूको साथमा छु। आमेन। यहाँ पास्टरलाई मात्रै भनेको छैन, पास्टर तिमी गएर सुसमाचार प्रचार गर भनेको छैन, डिकन तिमी मात्रै गएर सुसमाचार प्रचार भनेको छैन। यहाँ भन्छ, यहाँ के भन्यो, तिनीहरू कहाँ भनेको भिड, मास अनि आफ्नो चेलाहरू मात्र होइन, त्यहाँ भएका सबैलाई बहुवचनमा येशू ख्रीष्टले सम्बोधन गर्नुहुन्छ कि तिनीहरू कहाँ आएर येशूले भन्नुभयो, जाऊ है, जाऊ जातिहरूलाई चेला बनाऊ भन्छ, सबै देशका जातिहरूलाई चेला बनाऊ। त्यसले गर्दा हामीले सुसमाचार प्रचार गर्ने काम चाहिँ पास्टरको मात्र भनेर हामीले पास्टरको निधारमा ठुलो थाप्लो बगाउनु हुन्न प्रियहरू। यदि त्यसो गर्छ भने एक दिन हाम्रो मण्डली सुकेर जान्छ, हाम्रो मण्डली एउटा गर्दै मरेर जान्छ प्रियहरू। त्यसले गर्दा हाम्रो मण्डली जीवित राख्नुपर्छ भने चाहिँ प्रियहरू, हामी सबैले परमप्रभु येशूले दिनुभएको दायित्वलाई पुरा गर्न अघि बढ्नुपर्छ। हालेलुया, हालेलुया। त्यसले गर्दा प्रियहरू, सुसमाचार प्रचार गर्नु चाहिँ नि शर्माउनु हुँदैन। कतिचोटि मानिसहरूले साथीभाइको माझमा, मानिसको माझमा विश्वासी हुँ भन्न लाज मान्छ प्रियहरू, अनि शरम मान्छ। म विश्वासी भन्नु उसले आफ्नो परिचय आइडेन्टिटी खुलाएर दिन सक्दैन। परमेश्वरको वचनले के भन्छ, यदि भिडको माझमा तिमीले मलाई चिन्न इन्कार गर्यौ भने अन्तको दिनमा स्वर्गमा म तिमीलाई पनि चिन्न इन्कार गर्नेछु, परमप्रभुले भन्नुहुन्छ। मैले भनेको हो होइन, यो वचनमै छ प्रियहरू। किनभने जब हामी परमेश्वर प्रभु येशू ख्रीष्टलाई भिडको माझमा चिन्न इन्कार गर्छौँ, त्यो चिन्न इन्कार गर्नु भनेको मानिसहरू कहाँ चाहिँ हाम्रो म विश्वासी हो भनेर चिनाउन नखोज्नु। अनि यदि हामीले मानिसको भिडमा गएर हामी म विश्वासी भनेर चिनाउनु नै के हो, अब येशू ख्रीष्टको सुसमाचार प्रचार गर्नु हो। तर त्यही कुराबाट हामी अलग हुनु चाहिँ के हो, येशू ख्रीष्टलाई इन्कार गर्नु हो। अनि प्रभुले के भन्नुहुन्छ, त्यस्ता व्यक्तिहरूलाई म पनि अन्तको दिनमा मेरो पिताको घरमा चिन्नलाई इन्कार गर्नेछु भनेर भन्नुहुन्छ। त्यसले गर्दा प्रियहरू, आज हामीले सुसमाचार प्रचार गर्नको निम्ति नै कहिले पनि पछि हट्नु हुँदैन, हामी शर्माउनु हुँदैन, लाज मान्नु हुँदैन, हामी यो जिम्मेवारबाट भाग्नु हुँदैन। यो त परमेश्वरले दिनुभएको अति नै महत्त्वपूर्ण जिम्मेवार हो प्रियहरू। आजको वर्तमानको आधुनिक समयमा हामीले बुझ्नुपर्ने चाहिँ के भएको छ भने सुसमाचार गर्ने प्रक्रियाहरू धेरै फरक भएर आएको छ है। पहिलाको जस्तो ट्र्याक्सहरू बाँडेर सानो सानो पर्चा पुस्तिकाहरू बाँड्दाखेरि मान्छेले पढ्न मान्दैन, मान्छेले त्यो पुस्तिका लिएर चाहिँ हेर्न मान्दैन। डिजिटल टाइप भएर चाहिँ उनीहरू अघि सरिसकेको छ है। उनीहरू चाहिँ अनि फोनमा व्यस्त छन्, उनीहरू अर्काको जीवनहरू पढ्नमा व्यस्त छन्। त्यसले गर्दा प्रियहरू, आजको दिनमा चाहिँ सुसमाचार प्रचार गर्ने माध्यमहरू वर्तमानको आधुनिक समयमा बदलिएर आएको छ। तर हामी विश्वासीले जान्नुपर्ने कुरा चाहिँ के हो भने प्रियहरू, हामीले यस्तो अवस्थामा पनि हाम्रो हरेक दैनिक जीवन जियाएर हाम्रो हरेक कार्यहरूद्वारा हाम्रो मित्र छिमेकी र समाजमा येशू प्रचार हिँड्नुपर्छ। हालेलुया। प्रियहरू, हामीले यस्तो अवस्थामा पनि तपाईँ र मैले जिउँदै गरेको जीवनबाट, तपाईँ र मेरो दैनिक क्रियाकलापहरूबाट चाहिँ येशू ख्रीष्टलाई चाहिँ तपाईँ र मेरो समाज मित्रताहरूको माझमा प्रचार हिँड्नुपर्छ। अनि येशू चाहिँ ख्रीष्ट उनीहरूको जीवनमा हाम्रो जीवनबाट देखिनुपर्छ। उनीहरूले हेर्दाखेरि चाहिँ येशू ख्रीष्टको इमेज चाहिँ तपाईँ र मेरो जीवनमा देखिनुपर्छ। अन्तमा म तपाईँहरूलाई के भन्न चाहन्छु भने मण्डली परिवारहरू, हामी मण्डली
यो चुनौती अनि यो प्रश्न छ कि हामी मण्डली मौका पाउन साथ हामीले सुसमाचार प्रचार गर्ने ठुलो उद्देश्य बोक्नुपर्छ र सुसमाचार प्रचार गर्नुपर्छ। के आज हामीले येशू ख्रीष्टको बारेमा सुसमाचार प्रचार गर्दैछौँ कि या अरू कुनै कुराको प्रचार गर्दैछौँ या अरू कुनै कुराको छापहरू मानिसको माझमा छोड्दैछौँ? यो चाहिँ तपाईँ र मैले बुझ्नुपर्ने जान्नुपर्ने कुराहरू हो। हामी मण्डलीहरू परमेश्वरको राज्यको लागि के कतिसम्म अघि बढेर चाहिँ परमेश्वरको राज्यको निम्ति काम गर्न तत्पर भएर अघि सर्दैछौँ? यो तपाईँ र मैले आफै अवलोकन गर्ने कुराहरू हो। पास्टरले यहाँबाट आएर कुनै मान्छेको चाहिँ तुलना गर्नु, कुनै मान्छेको यो यस्तो हो त्यस्तो भन्नुभन्दा चाहिँ मैले परमेश्वरको राज्यमा के कति गर्न सकेर म कुन कुरा गर्नको निम्ति अघि बढ्दैछु भनेर आफूलाई नै जाँच्नु चाहिँ राम्रो हो। अनि मौका पाउन साथ परमेश्वरको सुसमाचार प्रचार चाहिँ गर्नुपर्छ भन्ने कुरो ठुलो उद्देश्य चाहिँ तपाईँ र मैले बोक्नुपर्छ। हामीले हाम्रो मित्रहरूको माझमा कस्तो प्रकारको सुसमाचार या कुसमाचार अथवा सुछाप या कुछाप छोड्दैछौँ, यो चाहिँ तपाईँ र म आफैलाई जाँच्ने कुराहरू हो। त्यसले गर्दा पावलले भन्छ सुसमाचार प्रचार गर्न म शर्माउँदिनँ, सुसमाचार प्रचार गर्ने मेरो मुख्य उद्देश्य हो। हुन्छ प्रियहरू, आजको वचनमा म तपाईँलाई यही हौसला दिन चाहन्छु, हामीले मौका पाउन साथ सुसमाचार प्रचार गरौँ र मरिरहेको आत्मालाई ख्रीष्टको राज्यमा जीवित पार्ने एउटा आत्मिक डाक्टर बनाऊ। हुन्छ, आजको वचन यही राख्न चाहन्छु। यहाँ सबैलाई फेरि पनि जय मसीह।